देशको आवश्यकता अनि शिक्षा ऐन अहिले जारी होस् तत्काल। धन्यवाद। शिक्षा खारेज गरेर नयाँ शिक्षा पद्धति अगाडि जब कि म भन्दा पनि धेरै विचार हुनाले एक सूत्रीय माग छ। हजुर अलिकति विचार चाहिँ नमस्कार दर्शकबिनहरू, आज हेर्न सक्नुहुन्छ बानेश्वरमा फेरि यत्रो धेरै आन्दोलन भएको छ किनभने शिक्षक आन्दोलन छ। अब हामी यता गएर एउटा मान्छेलाई निकाले के को यो शिक्षक आन्दोलनमा उनीहरूले के चाहनुहुन्छ, के गर्न चाहनुहुन्छ अनि सोध्न गएको छ। लाउनु टक्क लाएर होइन। अब यता सरहरू बसिराख्नु भएको देखाइदिनुहोस्। अब सोध्न चाहन्छु हजुर पनि हुनुहुन्छ यो शिक्षा आन्दोलनमा? हजुर हजुर। अब शिक्षा आन्दोलन किन गरेको, के चाहिएको भन्नु भन्छ? शिक्षकहरूको माग पुरा होस्, पुरानो शिक्षा खारेज गरेर नयाँ शिक्षा पद्धति शिक्षा लागू गरोस्, सरकारलाई माग गर्दै। धन्यवाद। अब यता आन्टीहरू आइराख्नु म्यामहरू आइराख्नु भएको छ पनि हुन्छ होइन शिक्षक आन्दोलनमा? ल शिक्षक आन्दोलनमा चाहिँ हाम्रो चाहिँ यो ब्लग हो कि ब्लगको चाहिँ हामी त्यस्तै युट्युबमा हाल्छौँ होइन। शिक्षक आन्दोलन चाहिँ हजुर के चाहनुहुन्छ भनेर गरिराख्नु भएको छ। हाम्रो माग भनेको शिक्षा ऐन धेरै पुरानो 54 वर्ष अगाडि जब कि म भन्दा पनि धेरै पुरानो शिक्षा ऐन छ। अहिले त लोकतान्त्रिक देश हो नि, त्यही हो। अहिले त समय सापेक्ष हुनु पर्यो नि होइन। अनि त्यो चाहिँ संशोधन भएर आओस्, जायज मागहरू सुनवाई होस्। अब कति माग पुरा गर्न नसकिने छन् त्यसको विषयमा छलफल होस्। हामीले चाहिँ शिक्षा ऐन चाहिँ हामी यसपालि लिएर जाने भन्ने हाम्रो माग हो। धन्यवाद। हाम्रो च्यानलको नाम चाहिँ गाउँले केटो ब्लग छ, सब्सक्राइब गरिदिनु होला। अब हामी अगाडि जान्छौँ होइन आन्दोलन साथसाथै, अनि मान्छेलाई च्याप समाउँदै सोध्नेवाला छ। अब चाहिँ हाम्रो रिहान सर सोध्न लाग्नु भएको छ। म चाहिँ पछाडिबाट हेर्छु है त। लाउनु आन्दोलन आएन हाम्रो दुईजना भिडियो हजुर एउटा सूचना होइन, गाउँले केटो ब्लग्सलाई सब्सक्राइब गरिदिनु होला है पहिले। हजुर पनि यो शिक्षा आन्दोलनको भाग हुनुहुन्छ। यो हालमा भइरहेको शिक्षा आन्दोलनमा हजुरको के विचार रहेको छ? विचार हुनाले एक सूत्रीय माग छ शिक्षक महासङ्घको। हजुर त्यो चाहिँ शिक्षा ऐन चाँडोभन्दा चाँडो जारी गर्ने। व्यक्तिगत विचार त के हुने भयो त्यस्तो छ। हजुरको नाम चाहिँ? प्रेम प्रकाश भट्टराई। धन्यवाद। भिडियो खिचेर ल हजुरको शुभ नाम? दिलीप कुमार तामाङ। दिलीप कुमार तामाङ। हजुर पनि यो शिक्षा आन्दोलनको भाग हुनुहुन्छ? हजुर। हजुरको चाहिँ विचार के रहेको छ यो शिक्षा आन्दोलनमा? हजुर यो आन्दोलन अब शिक्षकहरूको एउटा विगत वर्षदेखि नै है यो अलिकति पुरानो सम्झौता भइसकेको त्यो माग थियो। हजुर। अनि त्यो चाहिँ अहिले सरकारले एउटा ऐन मार्फत त्यसलाई घोषणा गर्नुपर्छ। हजुर त्यही नै हो। अनि हजुरको नाम सर? म खड्गबहादुर लामा। हजुरको नि विचार भनिदिनुहोस् अलिक क्यामेरामा। हाम्रो विचार चाहिँ हामी शिक्षकहरूको पेसागत हितको लागि मात्र नभएर हजुर सिङ्गो राष्ट्रले जुन परिवर्तनपछि 46 सालको परिवर्तन बहुदल व्यवस्था आएपछि गणतन्त्र व्यवस्था भइसक्दा पनि जुन शिक्षा ऐन आएको छैन। शिक्षा ऐन नहुँदा अहिले जुन सङ्घीय राज्य व्यवस्थाले विभिन्न खालको सङ्घको, प्रदेशको, स्थानीय तहको जुन ढङ्गले विद्यार्थी शिक्षकहरूको बिचमा शैक्षिक रूपमा जुन व्यवस्थापन हुनुपर्ने हो त्यो अस्तव्यस्त अवस्थामा भयो। पाठ्यपुस्तकहरू पनि नवीकरण हुन सकेन, जसको कारणले गर्दा एउटा शिक्षाले गति लिन सकेन। त्यसकारण वैज्ञानिक शिक्षा
सहितको यसको शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्नको लागि सम्पूर्ण पेशागत हकी विद्यार्थी र विद्यार्थी शैक्षिक गुणस्तरलाई समेत मध्यनजर राखी हामीले यो आन्दोलन गरिरहेको छ। हामी मात्र हाम्रो पेशागत हकितको लागि मात्र नभएर नेपालको शिक्षामा आमूल परिवर्तन गर्ने गरी शिक्षा ऐन जारी हुनुपर्छ र हामी सबैको शैक्षिक क्षेत्रको समस्या चाहिँ समाधान हुनुपर्छ भन्ने एउटा मूल आशयका साथ हामी आन्दोलनमा छौँ। यो आज 14औं दिन भइसकेको छ, तर सरकारले कुनै पनि हाम्रो मागलाई सम्बोधन गरिएको छैन। त्यसकारण जबसम्म हाम्रो माग सम्बोधन हुँदैन हामी यो सडक छोड्दैनौँ र यो यसपटक हामी कि जितिन्छ कि बितिन्छ र हाम्रो आन्दोलन निरन्तर अगाडि बढ्छ र जबसम्म यो देशमा शैक्षिक व्यवस्थापन राम्रो हुने गरी शिक्षा ऐन आउँदैन हामी सडक छोड्दैनौँ। हामी त्यही मूल उद्देश्यका साथ आन्दोलित भएका छौँ देशैभरिका शिक्षकहरू। यो चाहिँ नकम्मा सरकारले आफै शिक्षा ऐन व्यवस्था गरेर शिक्षा क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेमा यत्रो दिन शैक्षिक आन्दोलन भयो, पटक पटक चाहिँ वर्षै पछि हामी शैक्षिक आन्दोलनमा छौँ, त्यही पनि हाम्रो मागहरू सम्बोधन भएन। आफै ऐनको व्यवस्था गरेर यो गणतान्त्रिक सङ्घीय राज्य व्यवस्थाको जुन नेपालमा जुन शैक्षिक व्यवस्थापनदेखि विद्यालय शिक्षा, देशको राष्ट्रिय शिक्षा ऐन मार्फत सम्बोधन हुनुपर्नेमा हामी बाध्य भएर जुन लाजै मर्दो तरिकाले शिक्षकहरू सडकमा आउनुपर्ने स्थिति जुन सरकारले बनायो त्यो अत्यन्तै दुःखलाग्दो विषय छ। हामी यसलाई जबसम्म हाम्रो मागहरू पुरा हुँदैन हामी निरन्तर रूपमा आन्दोलनमा रहिरहनेछौँ। यहाँहरूको लोकप्रिय जुन एउटा सञ्चार माध्यमको तर्फबाट अहिलेसम्म शिक्षक आन्दोलनलाई सहयोग गरिरहनु भएको छ। हामी अपेक्षा राख्छौँ कि भावी दिनमा पनि जबसम्म यसले निश्चित तपाईँहरू जस्तो एउटा सञ्चारकर्मी, विद्यार्थी, राष्ट्रिय सेवक सम्पूर्णलाई चाहिँ माग सम्बोधन हुने गरी शिक्षा क्षेत्रमा विद्यार्थी, अभिभावक सबैको चाहिँ हित हुने गरी ऐन नल्याएसम्म हामी हाम्रो आन्दोलन जारी राख्नेछौँ। धन्यवाद। शुभ नाम मेरो अर्जुन प्रसाद। हजुर पनि यस शिक्षा आन्दोलनको भाग हुनुहुन्छ। सो लाइक हजुरको चाहिँ यस शिक्षा आन्दोलनमा के विचार रहेको छ त? यो चाहिँ हामीले जुन शिक्षकहरूको माग छ त्यसमा चाहिँ सरकार हुँदा हुनुपर्छ। अनि जुन आजबाट चाहिँ एउटा विद्यालयमा चाहिँ भर्ना अभियान चलिरहेको छ, यो अवस्थामा शिक्षकहरू सडकमा दौडिरहनु पर्दाखेरि दुःखद लागेको छ र यसको सहज निकास गरेर तुरुन्त शिक्षकलाई विद्यालय फर्काउनु पर्छ नि हाम्रो। सरकारले चाहिँ मुख्य रूपमा के चाहिँ गर्यो भने चाहिँ सुधार आउन सक्छ? शिक्षक महासङ्घले सारेका गुनाहरूलाई गिभ एन्ड टेकको रूपमा पनि लिएर पूर्णत शिक्षकहरूलाई चाहिँ एउटा पर्यायवाची नभइकन अगाडि बढाउनु पर्छ भन्ने हाम्रो धारणा हो। हाम्रो च्यानलको नाम चाहिँ गाउँले केटो ब्लग्स हो। कृपया युट्युबमा सब्सक्राइब गरिदिनु होला। हामीलाई यस्तै इन्टरभ्यूहरू गर्दै भिडियो हाल्छौँ, हामीलाई ग्रो गर्न नि हेल्प गरिदिनु होला। हामी पनि हजुरको कुराहरू यस संसारको धन्यवाद। हालको आन्दोलनमा हजुरको के विचार रहेको छ? यो शिक्षक आन्दोलनमा हजुर यो नेपाल देशको आवश्यकता अनि शिक्षा नयाँ शिक्षा व्यवस्था शिक्षा लागू गर्नुपर्ने भएको छ। त्यसमा यो चाहिँ नेपालको आवश्यकतालाई नेपालको हितको लागि हजुर हो भन्ने लाग्छ। हजुर पहिले सम्झौता भइसक्यो, अहिले जारी होस् तत्काल। हजुर धन्यवाद। हाम्रो च्यानलको नाम चाहिँ गाउँले केटो ब्लग्स होइन, सब्सक्राइब गरिदिनु होला है।